नमस्ते यहाँहरु सम्पूर्णलाई। आज चाहिँ म के शेयर गर्न आएको छु भनेदेखि आज चाहिँ मलाई एकदमै कस्तो भइरहेछ के अनि हात खुट्टा त लालाक्लुलुक अहिलेसम्म लागेको छैन हैन। अब प्रत्यक्ष अब आफैले त्यसरी भोगिसकेपछि चाहिँ कस्तो हुँदो रहेछ के। अनि कस्तो भयो भनेदेखि चाहिँ हाम्रो नानीहरुको सेन्टरमा चाहिँ हैन अनि आगो लाग्यो के। अनि हामी मामु भित्र बेबीहरु चाहिँ भित्र आफ्नो आफ्नो रुममा थियो हैन। अनि म्यामहरुले लगेर अनि नानीहरुलाई पढाउँदै हुनुहुन्थ्यो, सिकाउँदै हुनुहुन्थ्यो हैन। अनि क्लास थियो, नानीहरु क्लास भइरहेको थियो। अनि हामी चाहिँ बाहिर मामुहरु चाहिँ बसेर हामी आज कति 4 जना थियौं मामुहरु। अनि बसेर गफ गर्दै बसिरहेको थियौं। अनि त्यहाँको बहिनीले एसी लाउनु भयो। गर्मी अब अत्याधिक छ नि त इटरीतिर। अनि एसी लाउनु भयो। अनि एसी लाउँदाखेरि अनि पहिला पनि बिग्रेको अनि 600 रुपैयाँ लाग्यो बनाउँदाखेरि रातभरि गरेछ भन्दै त्यसरी गफ गर्यौं बस्यौं। अनि खटाक खटाक हुँदै थियो के। अनि के भयो ला के भयो भने अनि बत्ती गयो भन्नुभयो त्यहाँको म्यामले हैन। अनि हामी चाहिँ नानीहरुलाई अब त्यो हुन्छ नि सीसी क्यामेराबाट अब रुममा के गर्दैछ कसो गर्दैछ भनेर हामी चाहिँ हेर्दै बाहिर वेटिङ रुममा बसिरहेको थियौं। अनि एसी त खटाक 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 मतलब पहिला चाहिँ फ्यान भन्यो हैन। अनि फ्यान भनेको त एसी भन्नु अनि हैन भोल्टेज कम हुँदैछ अनि खटाक खटाक हुँदैछ भोल्टेज कम र अनि बेसी भएपछि यस्तो हुन्छ भन्ने कुरा गरेर नि अन्त वास्तै थिएन क्या। गफ गर्दै बस्यौं हैन। अनि आज चाहिँ मेरो नानीको म्याम चाहिँ अलिक 5 मिनेट ढिलो आउनु भयो क्या। अनि ढिलो आउनुको कारण चाहिँ अनि उहाँले चाहिँ अनि टाइम भरि गर्नुपर्छ भन्ने कुरो गरेपछि अनि उहाँले चाहिँ 5 मिनेट बेसी नै गराउने भन्नुभएको थियो हैन, क्लास लिने भन्नुभएको थियो। अनि उहाँहरु 3 जनाको सबै नानीहरु निस्किसक्नु भएको थियो क्या। अनि निस्किसकेपछि अनि पवनको मम्मी अनि बाहिर निस्किनु भएन। मेरो त नानी त रुममै थियो। अनि अर्को सासको मम्मी र म गफ गर्दै बसिरहेको थियौं। सास पनि निस्किसकेको थियो। अन्त पवनको मम्मी बाहिर निस्किनु भएपछि अनि आगो लागो भन्नुभयो क्या। अनि त्यहाँको अनि म्यामले रिसेप्सनको म्यामले अनि आगो लागो पछाडि भाग्नु भन्नुभयो। मेरो नानी चाहिँ क्लासमै थियो नि सबै। अनि मैले चाहिँ अनि झोलाहरू ल्याएर अनि पछाडितिर भाग्यौं क्या हामी चाहिँ सबैजना। अनि म त सोचेँ अब अर्को घरमा चाहिँ दोस्रो घरमा चाहिँ अगाडि रोड पारी चाहिँ आगो लागेको होला हाम्रो भवनमा त हैन होला नानीहरुकोमा त भने। अनि मैले त्यहाँ सहयोगी भाइलाई भने भाइ एमसी खसाल्देऊ न आगो लाग्यो अरे भने कहाँ भन्दै निस्कियो हैन। अझै पनि थाहा छैन क्या। अनि हामी पछाडि कुद्यौं हैन। मेरो नानी चाहिँ कुन रुममा छ भन्ने कुरै मलाई थाहै भने क्या। अनि रुमहरु अनि म त्यतिकै के गर्ने सोचेँ कि। अनि सबैले आफ्नो आफ्नो बच्चा टिपेर पछाडि भाग्नु भयो। अनि म चाहिँ रुममा अनि 2टा रुममा खोजेपछि तेस्रो रुममा भेटेँ क्या मैले नानीलाई। अनि म्यामलाई त थाहै छैन। अनि म्याम आगो लाग्यो अरे भने भने उहाँ अत्तालेर भाग्नु भयो निस्किनु भयो। अनि म पनि नानीको झोला टिपेँ। अनि नानीलाई लिएर अनि पछाडि भाग्दै गरेको पछाडि अब भाग्ने ठाउँ छैन नि त। अनि मेन त अब त्यही घरमा रहेछ। त्यति बेलासम्म मलाई थाहा थिएन कि। अनि कहाँ आगो लाग्यो भन्ने कुरा अगाडि नै होला त्यो नानीहरुको सेन्टर भन्दा अगाडि नै होला भन्ने सोचे भरे त्यही भवनमा रहेछ। अनि निस्किने ठाउँमै गेटमै ठ्याक्क एमसीबी छ क्या। 2टा बाटो छ है त्यहाँ निस्किने। अनि एउटा चाहिँ च्यानल गेट गरेर जानुपर्छ, एउटा चाहिँ डाइरेक्ट ढोका गरेर जानुपर्छ। अनि त्यहाँको थेरापिस्ट अनि त्यहाँको म्यामले रिसेप्सनको म्यामले भन्नुभयो अनि ढोका खोलेको त पुरा हामी चाहिँ बाहिर उतापट्टि पछाडिपट्टि उभिरहेको थियौँ क्या। ढोका खोलेको पुरा धुवा भित्र पस्छ। म त के गर्ने के सोच्नै सकिनँ है। नानी बोकिरहेको छु कहाँ भाग्ने त। नि हामी त अताल्यौँ सबै सरहरु पनि अनि के भयो भन्नु नि आगो लाग्यो अरे भन्यो। अनि भरे त्यही भवनमा रहेछ आगो लागेको हैन। अन्त भरेर अनि बाहिर खोलेर त सबै धुवा बाहिरपट्टिबाट मान्छेले बाहिर निस्किनु सबै बाहिर निस्किनु भन्दै कराइराखे क्या। अनि एकैछिनमा ट्राफिक अब त्यही नजिक छ हैन ट्राफिक हरु पनि आउनु भएको थियो। अनि बाहिर निस्किनु भन है। अनि नानीको अनि मैले नानीको क्यारी थियो क्या। क्यारी चाहिँ अनि ट्याक्क अनि फेरि अनि क्यारी र मेरो ऊ थियो भित्र नानीको स्कुलको झोला थियो हैन। अनि त्यो फेरि टिप्नु गएँ क्या। नानी बोकेर टिप्नु गएँ। अनि नानीको चप्पल फेरि टिप्नु गएँ हैन नानी बोकेर। अनि बाहिर निस्केँ।
मेरो चप्पल त अब टिप्नु भएन नि त मैले, अनि मेरो चप्पल भएकोमा अनि आगो लागिसकेको थियो। अनि उहाँले चाहिँ पानी बलौटा कसैले होइन त्यसरी मार्नु हुँदै थियो, तर पानी चाहिँ लाउनु खासमा हुँदैन अरे, त्यही पनि पानी लगाउनु हुँदै थियो। अनि यस्तो हेरेको धुवा आगो पुडुङ पुडुङ बल्दै गरेको। अब स्कुटर पनि छ मेरो छेउमा होइन, अनि अब मैले सबै आफ्नो आफ्नो धुनमा क्या। अनि मैले त्यहाँको 1-2जना भाइहरूलाई भने क्या, अनि त्यो बाहिर हेर्नु आउने भाइहरूलाई भने भाइ मेरो स्कुटर तान्देऊ न ल भनेको, उहाँहरूले सुन्नै भएन क्या। अनि मेरो अनि कलम म्यामलाई एकछिन नानी पक्रिदिनु न म्याम, म स्कुटर तान्छु भने स्कुटर पड्क्यो गयो भने त खतम। अनि अर्को स्कुटर पनि थियो क्या त्यहाँनिर, त्यो अर्को स्कुटर चाहिँ ऊ गरेर पुरा लकको हानेको रहेछ, 2जनाले झानापुटुङ पार्दै बोकेर ल्याइदिनु भयो क्या। अनि मेरो चाहिँ मैले आफै अलिक तल लगेँ। अनि त्यसपछि कस्तो भयो मैले सोच्नै सकिनँ क्या। मैले अब बच्चाभित्र थियो नि त रुममा, अनि म चाहिँ कुन रुममा छ मेरो बच्चा भन्ने कुरै मैले आपतमा हतारमा होइन। अनि कस्तो लाग्यो क्या मलाई। अनि पछिबाट निस्केपछि अनि रिसेप्सनको म्याम त थुप्रो यस्तो काम हुँदै थियो क्या। अनि म पनि यस्तो लालाक्लुलु भएँ, एकछिनसम्म हेरेँ बसेँ होइन। अनि भिडियो पनि अलिकति थोरै गरेँ। अनि नानीलाई स्कुल पुऱ्याउनु पर्ने थियो, अनि म चाहिँ लालाक्लुलु भएको कारणले नि स्कुटर पनि चलाउनु सकिरहेको थिएन कि। अनि गाडी अनि एकछिन उभिएँ बसेँ। अनि आज चाहिँ यस्तो घटनाबाट बचेँ क्या हामी। बाफ्रे यत्रो आगो लागिसकेको थियो क्या, पुरै निस्किने ढोकामै आगो लागेको क्या। अनि अन्त त कस्तो भयो क्या। अनि म त्यति बेला कस्तो आँखाबाट आँसु पनि आएको थियो क्या मेरो। अनि त्यति आफै आएको थियो होइन। कतिजना खाली खुट्टै हुनुहुन्थ्यो होइन। अनि पछिबाट अनि आगो निभाइसकेपछि अनि के घोचेर अब यस्तो जल्ने चिजहरू झार्नु हुँदै थियो। अनि मैले चाहिँ चप्पल खोज्नु गएँ। अनि एकजनाले भन्नु चप्पल लिनु भने खाली खुट्टा थिएँ नि त म, त्यस्तो घाममा रोडमा होइन, खाली खुट्टा नानी नै बोकिरहेको थिएँ। अनि चप्पल लिनु गएँ क्या भित्र। अनि आजको घटना चाहिँ मलाई कस्तो लाग्यो क्या। अनि पहिला पनि इटहरीमा हो त्यस्तै सर्ट भएरै बिजुली सर्ट भएरै अब आगो लागेको नि त, सेन्ट्रल प्लाजामा त्यत्रो ठुलो घटना भएको थियो है। अब जनको क्षति नभने धनको क्षति भयो। अब मिसिनो बेबीहरूलाई त अब भित्र थियो क्या, अब निकाल्नु एक्कासी त्यस्तो भयो क्या। अनि उहाँ सायद त्यो पवनको मम्मीले नदेख्नु भएको हुँदा अब ढोकाहरू पुरै बन्द थियो नि त, हामीले धुवा पनि नदेख्ने क्या, भित्रै बसिरहेको थियौँ क्या। धन्न पवनको मम्मीले चाहिँ देख्नुभएछ र उहाँले कराउनु भयो क्या। हामीभन्दा अगाडि निस्केको त मेरो छोरी त अब अझै 10 मिनट थियो बाँकी टाइम निस्किनुलाई। त्यस्तै हुन्छ नि स्कुल पुऱ्याएँ नानीलाई। अनि म आएँ, अनि खाना साना पनि खाएको छैन होइन। मलाई कस्तो फिल भयो क्या। आज त दिनभरिको माहौल त त्यहाँ कस्तो हुन्छ होला क्या। अनि पछि बच्चा ल्याउनु भएको थियो, बच्चा पनि त्यो फिर्ता भयो होइन। अरू दिउँसोको बच्चाहरू पनि छ नि त त्यहाँ, दिउँसोको बच्चाहरूको पनि क्लास छ। अनि कस्तो भयो क्या। अनि यही कुरा सेयर गरेको छु, सानो क्लिपहरू हेरिदिनु होला है। एकदमै खोइ यस्तोमा त कसरी के भन्ने होइन। मलाई चाहिँ एकदमै मनमा लागेको कुराहरू चाहिँ मैले सेयर गरेकै यहाँहरू समक्ष। अनि मैले सानो क्लिप राखेको छु, हेरिदिनु होला है। आगो लाग्यो यहाँ हाम्रोमा। मेरो चप्पल निकाल्नु पाएन, नानीको मात्रै निकाल्नु। भित्र पो रहेछ है, म त बाहिर अर्का घर भनेर त्यही भएर अघि नै त्यो के खस्दै थियो भित्र, ट्याक्के ट्याक्के हुँदै थियो क्या। एमसिम खसाल्नु भनेको मैले त्यो भाइलाई के छट्टेका। ए त्यो मान्छे किन गएको भित्र? खाली खुट्टा हामी त सबैजना होइन, हामी त उता पछाडि कुदेको। मलाई अर्को घरमा भने नि त नि, म त आगो लागेको मेरो त ठाउँै छैन। ल म त नानी भनेको चाहिँ सुने कि, म त मेरो नानी त भित्रै के मेरो नानी भनेको सुने म त। ए नानी मेरो छोरी चाहिँ फेरि भित्रै, अनि आगो लाग्यो भनेको त मैले। 5 मिनट ढिलो आएँ म अन्त 5 मिनट अनि गराइराखेको थिएँ क्या। भित्र चाहिँ खटाक त गर्दै थियो। हेत्तेरी राम, नजानु अहिले आऊ नानी।
कस्तो खुट्टै मलाई त नि थरर कस्तो साह्रो बनायो त्यो भाइलाई मैले आगो लागि भएर म चाहिँ स्कुटर तान्नु कि नानी बोक्नु कि भयो मलाई त हात खुट्टै लागेको छैन अहिले चाहिँ आगो निभिसकेको अवस्था छ स्कुल